हेलो गाइस वेलकम ब्याक टु बुड्ढा ब्लग्स रक्स ये म फेरि आइसकेँ ब्याक अर्को ब्लग लिएर। आज चाहिँ मेरो साथीको बर्थडे छ टक्क लाएर दिपकको वान एन्ड ओन्ली। आज तोर्पेको बर्थडे हो टक्क। आज तोर्पेको ट्रिट खान जान लागेको हामी केटाहरू जम्मा हुँदैछ बिस्तारै। कालीहरू नि आउँदैछ पुरै, हाम्रो हल्ला ग्याङ नै आउँदैछ पुरै। ह्याप्पी बर्थडे। धन्यवाद। ढोकर भनौँ के त लावा त्यही भन्न त एक दुई शब्द एक दुई शब्द आज बर्थडेको तेरो बर्थडेको स्पेसल दिन त नि एक दुई शब्द नै शब्द हो। एक दुई शब्द भन्न त बर्थडेमा एक दुई शब्द। आज कति पुगिस अब त म 20 ल अब 20 पुगिसक्यो। ल पुग्छ रहेछ यो ल छुट्टो हो यो पुग्छ भाइ रहेछ। अब हामी एकछिनमा भेट्नुपर्छ। ल बाई केटा हो। अहिले चाहिँ हामी टक्क ब्रदर्स जाँदै हो डिसी भाइलाई लिन। ल अहिले हामी ब्रदर्स क्याफे टक्क लागेर दिपक ब्रोलाई चाहिँ ह्याप्पी बर्थडे छ है। र आज चाहिँ बर्थडे दोस्तको बर्थडे चाहिँ एकदमै राम्रो होस् होइन, ग्रेटफुल होस्, सबजनालाई इन्जोय होस्। ल के गर्ने, म चाहिँ एकदम स्याड छु किनकि म जानु पाउँदैन कि यिनीलाई यहाँ छुट्टै पार्टी हुन्छ नि त। 12 बजेदेखि मात्र भ्याउँछ कि फेरि अलिकति पोक खिल्छ बेला बेलामा, तर त्यहाँ आइसहाल्नु पर्ने थियो। डिसी भाइ भयो दाइ दाइ भाइ रेडी भइरहेको छ पुरा। आजको गेटअप खतरा। ल दाइ ल ल ल आई नेक्स्ट ल अहिले भेट्नुपर्छ हामी। ल ह्याप्पी बर्थडे बर्थडे ह्याप्पी बर्थडे हलमान ह्याप्पी बर्थडे यो बर्थडे बोय। डिजे किन लिएर आएन छिटो भन्। डिजे भारी थियो त्यही भएर आएन। ल्यापटप लिएर आउँछ भन्दा त्यस्तो किन ल्याएनस् तैँले? झोलै थिएन सारा ल्यापटप पा ढुक्क बस्छ अरे अनि लास्टमा यसले ढोका दियो। डिजे यो भएन यो डिजे रन। यो अब हाम्रो यहाँ पुरै बार्बिक्यू हुँदैछ सेटअप पुरै। ल पकेले गराउँदैछ। ए मिठो बनाए मिठो बनाउनु पर्छ है जेठान। ल जेठान हुनेवाला जेठान ल यो त एउटा गइसक्यो सर्ट। ल बुड्ढे बुड्ढे 10 मा 10 देऊ न बुड्ढे। यो बनसन आउँछ परेसी सब टेन्सन गाए पेटी हात्ती झरेसी। अब टक्क लगाएर टोर्पेको बर्थडे केही काट्न लाग्यो। 12 बजिसक्यो होइन, 12:30 भइसक्यो। त्यही पनि केटा अरे डिसी भाइ स्नोफल भएको अवस्था है गाइस। यता तराईतिर स्नोफल गाइस, तराईतिर ओभर स्नोफल भएर उडा यो गाइस हामी चाहिँ अब टक्क लगाएर नुवाकोट जानु लाग्यो सुट हान्नलाई। 5:10 मा 10 यो बेला रक्स। 10 मा 10 गब्बेले पोस्ट लाएर बस बुझिस कति कुरा सुन्छ होला अब मेरो सुन लगा हुडीमा सुती कुरा बाँकी जीवन कसलाई के त चक्रा पर्ला कि यसको बेला ल अहिले चाहिँ हामी टक्क यहाँ कालेको सुट हान्दियो। नजिक नजिक सल्युट जान यताको रात हेर्ने भनेको सनसेट गइसक्यो भर्खरै। खोला पुरै बालुवा चोरी भइरहेको छ। कप्पा आएको थियो अघि नै, कप्पा अहिले आएर हामीलाई यहाँ के गर्दा अब तिमीहरू यहाँ उदिरहेको थियो। हामी यहाँ भिडियो सुट हान्न आएको भनेको त आफ्नै युट्युब च्यानल छ अरे कप्पाले त। सब्सक्राइब भन्न पठाउनु पर्ने भए ब्लग्स रक्स भनिदिएको कप्पालाई मोबाइल खोलेर के कति बेला बनिसक्यो मात्र चाहिँ भ्लगमा खान्छ बोल्न सकेन त्यति बेला चाहिँ। यहाँ अब पुरै एफपिपी सर्ट हुनुला पुरै मोटे चिया जानेवाला ड्रोन भन्नु जानेवाला मोटेले यहाँ पुष्पा हान्दैछ पुरै। सुन्छ पनि बे मोटेले त के हो। कत्रो बोलाउँदा हानेको र
पेटेन बेलले तँलाई ड्रोन आउँदैछ यहाँबाट यहाँ काले पारामा उडाउँदैछ यहाँ टक्क यहाँ ठुलो रिमोट त्यति स्पाइरल हान्नै गाह्रो भयो यार यहाँ Para dos,